नेपाली हुनुमा गर्व गराउन सक्ने विदेशी भूमिमा रहेको यो ठाउँ जसको बारेमा हामी कमै नेपालीहरूलाई थाहा छ। करोडौँ चिनियाहरू यो ठाउँमा आएर श्रद्धाले आफ्नो शिर झुकाउने गर्छन्, जसको जरा भने हजारौँ मिल पर रहेको हाम्रो नेपालसँग आएर जोडिन्छ। यो कुन ठाउँ हो त? हामी सारा नेपालीहरूले जान्नै पर्ने यो ठाउँमा त्यस्तो के छ त? आउनुहोस् म तपाईँहरूलाई देखाउँछु। अहिले म चीनको राजधानी बेजिङ सहरको एउटा पुरानो मन्दिरमा छु। तपाईहरूले मेरो पछाडि देख्न सक्नुहुन्छ हजारौँको सङ्ख्यामा धुप र बत्ती लिएर उभिएका चिनिया श्रद्धालुहरू यहाँ एउटा विशेष चिजलाई हेर्न र दर्शन गर्न उपस्थित भएका छन्। त्यो के हो त? म तपाईँहरूलाई भनिदिउँ। यस मन्दिरमा हजारौँ वर्षदेखि भगवान गौतम बुद्धको दाँतलाई संरक्षण गरेर राखिएको छ। हो, यही मन्दिरभित्र। र आज बुद्ध पूर्णिमा, यहाँ आज आउने जो कोहीले पनि प्रत्यक्ष रूपमा भगवान गौतम बुद्धको दाँतको दर्शन गर्न पाउँछन्। अब म पनि गएर लाइनमा बस्न जाँदैछु। नेपाली तपाईँ नेपाली कहाँको? काठमाडौँको। अनि तपाईँ? म पनि नेपाली हो र? ओहो, धेरै खुसी लाग्यो ल। उहाँले अचानक नेपाली बोलेको सुन्दाखेरि मलाई एकदम आत्मीय महसुस भएर मैले उहाँलाई कहाँको हुनुहुन्छ भनेर सोधेँ। त्यसको जवाब त्यति राम्रोसँग दिनु भएन, तर मलाई सायद उहाँ तिब्बतबाट हुनुहुन्छ जस्तो लाग्छ। जे भए पनि अत्यन्तै आत्मीय महसुस भयो। अनि अघि पनि एकजना चिनियासँग मेरो यहाँ कुराकानी भयो। अनि उहाँले मलाई चाहिँ तपाईँ कहाँको हुनुहुन्छ भनेर सोध्नुभयो। मैले म नेपाली हुँ भन्ने बित्तिकै उहाँ अति प्रसन्न भएर मसँग बोल्ने शैली नै उहाँको परिवर्तन भयो। र पछि जाने बेलामा उहाँले 2 बोतल पानी पनि उपहारको रूपमा दिनुभयो। यहाँ यस्तो भइरहन्छ, सायद उहाँहरूले बुद्ध जन्मेको देशको नागरिकलाई एक किसिमको सम्मान पनि दिनुभएको हो र भगवान बुद्धप्रतिको श्रद्धा र एउटा भक्तिभाव हो जस्तो मलाई लाग्छ। अब धेरैलाई जिज्ञासा हुनसक्छ, नेपालमा जन्मिनु भएको भगवान बुद्धको दाँत यहाँ चीनमा कसरी आइपुग्यो? हो, भगवान बुद्धको जन्म हाम्रो नेपालको लुम्बिनीमा भयो, तर उहाँको महापरिनिर्वाण अर्थात् देहावसान भने कुशीनगरमा गएर भयो। र पछि उहाँको अन्त्येष्टिपछि उहाँका शरीरका विभिन्न अवशेषहरू संसारका केही सीमित देशहरूमा बाँडिए। त्यसमध्येमा केही अवशेषहरू चीनमा पनि भित्रियो र त्यसमध्येको एउटा दाँत भने यही मन्दिरमा राखिएको छ। अब म भित्र प्रवेश गर्न जाँदैछु। सुरक्षा व्यवस्था एकदम कडा छ यहाँको, तपाईँहरूले देख्न सक्नुहुन्छ। ल साथीहरू, अहिले भने म भित्रबाट दर्शन गरेर बाहिर निस्किसकेको छु। अहिले चाहिँ भित्र फोटो भिडियो खिच्न मनाइ गरिएको रहेछ, त्यसैले भित्रको दृश्यहरू मैले तपाईँहरूलाई देखाउन सकिनँ। तर केही समय अगाडि एकजना साथीले भित्र दाँत राखिएको ठाउँको फोटो खिच्नु भएको थियो, त्यो मैले यहाँ हजुरहरूसँग सेयर गर्दैछु।